सो हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ सबैजना? सन्चै आरामै हुनुहुन्छ होला? म पनि एकदम सन्चै आरामै छु। अनि समय हेरिदिनु होला, च्यानल बनाएर भने सब्सक्राइब गर्न नबिर्सनु होला। अनि भिडियो मन पर्यो भने सेयर पनि गरिदिनु होला है त। है जमै त किन हिँडेर आउँदै हुनुहुन्थ्यो त अगाडि अगाडि? हैन लोकेसन ब्युटिसियन हो कि क्या हजुर त? हैन हैन नि त्यहाँनिर क्याफे थियो नि ए क्याफे हो त्यो क्याफेबाट निस्क्या हो म ए हजुरको बसाइ चाहिँ यता हो? हो घर चाहिँ कता हो? घर झापा झापा कता? दमक बजारमै हो? हजुर अच्छा के थरी पर्नुभयो? राउत हजुर राउत राउत किन छेत्री देखिन्न? हजुर छेत्री देखिन्न मान्छेले त छेत्री बाहुन देखिँदैन भन्छ मलाई। कस्तो देखिन्छ भन्छ? नेवार देखिन्छ। हो मैले पनि भन्न लाग्थेँ नेवार टाइपको देखिन्छ हजुरलाई। यता के पढाइ? पढाइ काम गर्थेँ भर्खरै छोडेँ। ए तपाईँ चाहिँ रेकर्ड गर्दै हिँड्नुहुन्छ क्या हो? म राइडको भिडियोहरू युट्युब फेसबुकतिर लगाइरहेको हुन्छु। ए प्रब्लम हुन्छ यस्तो याङ्गोमा राइडको कि पर्सनल त्यो घुमेको वाला राइड? यही राइडकै राइड यो होइन मतलब सोधेको आउट अफ क्युरियोसिटी सोधे हो। ए ओके ओके हेर्नु भएको छैन फेसबुकतिर युट्युबतिर भिडियोहरू राइडको? राइडको भिडियोहरू देख्नु भएको छैन फेसबुकतिर? त्यो घुम्न गएको वाला राइडहरू त देखेको छु। यस्तो यस्तो राइडको चाहिँ हुँदैन, हेर्नु भएको छैन? मतलब केही देखिया छैन त्यसरी। कस्तो टाइपको हाल्नुहुन्छ? मतलब ऱ्यान्डम जो मान्छेको के भन्नाले के एक्साइटिङ भयो भने हाल्नुहुन्छ? यी अब तपाईँ जस्तो फ्रेङ्कली बोल्ने टाइपको पायो भने लाउँछु होइन। अब त्यो नबोली बस्नेको त के लगाइ हो र? होइन रमाइलो हुन्छ, बोल्नमै रमाइलो हुन्छ नि। बोरिङ हुन्छ क्या राइडमा बोलेन भने। अब त्यो हजुर हजुर लङ पऱ्यो भने आधी घन्टा कति बेरसम्मको हजुर 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 त्यो पऱ्यो भने त अगाडिको पनि बोल्ने छैन पछाडिको पनि छैन भने लास्ट बोरिङ हुन्छ। बोरिङ हुन्छ। अगाडि कुदाउने पनि हो, पछाडि बस्ने पनि। मलाई त निन्द्रा लाग्छ। मलाई पनि निन्द्रा लाग्छ। पछाडि घुम्दै हुन्छु अनि अल्छी लाग्छ नि। हजुर हजुर अनि अगाडिको मान्छे बोल्ने हुँदैन अनि फोन झिको अनि ट्र्याक बजायो कानमा उयो लगायो ट्र्याक अनि पछाडि ऱ्याप हान्दै बस्यो सुन्दैन अगाडिकोले थाहा पनि पाउँदैन। हजुर हजुरसँग राइड पऱ्यो भने लङ राइड पऱ्यो भने रमाइलो हुने रहेछ। मलाई त कतिले त झर्को लाग्यो पनि भने बहिनी कति बोल्दो रहेछ। कतिजना ड्राइभरले मलाई त्यस्तो पनि भन्छ के बोल्दो रहेछ भन्नुहुन्छ कि मलाई चाहिँ फेरि बोल्ने पऱ्यो भने रमाइलो हुन्छ। होइन तपाईँसँग त धेरै बोले छैन अहिले म हो र? कतै बोलिरहेको हुन्छ कि यसो तपाईँलाई बोलेकोमा ठिक लाग्छ कसैलाई त फेरि लाग्दैन। इरिटेट मान्छ कति त। रमाइलो हुन्छ नि बोल्दै हिँड्यो भने टाइम पास हुन्छ, कुराए जस्तो पनि हुँदैन कि त्यो डेस्टिनेसनमा पुगेको थाहै हुँदैन कि। नबोली बस्यो भने कहिले बाटो काट्ने हुन्छ कि कहिले पुग्नुहुन्छ। रमाइलो भयो। फोटोमा भन्दा राम्रै हुनुहुँदो रहेछ त मान्छे रियलमा। सुन्नुभयो? फोटोमा भन्दा राम्रै हुनुहुँदो रहेछ त रियलमा। खै थ्याङ्क यू थ्याङ्क यू भन्न पनि बिर्सिने, त्यस्तो तारिफ गरिदिँदा पनि होइन। ए भन्नु टाढो हुन्छ।
सो हैगा ये मेरा नेपाल का सेकंड ब्लॉग था रोड के जो मैं अब हाईवे पे निकल गया ये पे खुर्सानी यहाँ से अभी मैं जाऊँगा इंडिया बॉर्डर का सो नेक्स्ट टाइम मिलेंगे बाय बाय